फाइनली गाइज हाम्रो मेहनत चाहिँ रङ ल्यायो है। धेरै समय लाग्यो, हामीले नजानेर चाहिँ च्याउको बिउ चाहिँ भित्र राखिएछ। हामी चाहिँ बल्ल टाइमपछि, धेरै टाइमपछि च्याउ निक्लेको छ। फाइनली खुसी लागेको छ। हामी चाहिँ फल्दैन कि फुल्दैन कि निक्लिन्न कि भन्ने थियो, तर निक्लियो रहेछ। फर्स्ट चाटी राखे हो हामीले चाहिँ चोटी, अनि त्यही पनि बिउ अलि बिचमा राखिदिएछौँ र त्यही भएर गाह्रो भएछ कि अहिले चाहिँ निक्लिएछ फाइनली। सो ह्याप्पी। लामो समयको अन्तरालपछि प्रतीक्षाको फल, मेहनतको फल के निक्लिँदैछ। कोही यत्रा बहन हामीले चाहिँ फर्स्टचोटि राख्न नजानेर बिच बिउ राखिएछ र यत्तिको भयो बल्ल। ल गाइज, कसलाई च्याउ मनपर्छ आउनुहोला, सबलाई चुले निम्तो। निक्लिँदैछ कोही माथि परेको बिउ निक्लियो, अलि बिच परेको नजानेर अलि निक्लिन गाह्रो मानेछ कि अलि बल्ल यत्तिको भयो। जे होस्, निराशा चाहिँ बनाएन च्याउले, निक्लिँदैछन्। निक्लिँदैन कि भन्ने थियौँ, नजानेपछि यस्तो हुँदो रहेछ। चाहिँ धेरै ख्याल गर्नु पर्दो रहेछ च्याउ राख्दा। बिउ चाहिँ साइडमा अलि छेउमा राख्नु पर्दो रहेछ। म चाहिँ फेरि यही देखाउन सबैले च्याउ फल्यो कि नै, तिम्रो च्याउ फल्यो कि नै भन्नुभएको थियो, त्यही भएर यत्तिको भयो। हाम्रो च्याउ चाहिँ 4वटा छ, यत्तिको फलेछ। यही निक्लिँदैछ कोही यसरी। सो बाई बाई, फेरि भेटौँला नेक्स्ट भिडियोमा भन्दै म चाहिँ अहिले बन्द गरेँ। म चाहिँ यही सेयर गर्न देखाउन मात्रै भिडियो बनाएको सानो। सो बाई, सी यू नेक्स्ट भिडियो।